आज म बनाउन जाँदैछु आलु बोडी तरकारी। त्यसको लागि मैले बोडीलाई मजाले केलाउन सुरु गरेँ। केलाइसकेपछि मैले आलु पनि धुई पखाली गरेर काट्न सुरु गरेँ। प्यान तताएर तेल पनि हालेर एकछिन तताउन छोडेँ। मैले चाहिँ खोर्सानी हालेको देखाउन बिर्सेँ हजुरहरूलाई। त्यसपछि आलु हालेर हल्का फ्राई गर्न छोडिदिएँ। बेसार नुन चाहिँ अगाडि अलिकति हालेर चलाउनु होला, किनभने पाक्दाखेरि मजाले स्वाद पनि आउँछ। एकछिन फ्राई हुनु जेलसम्म चाहिँ मैले यता लसुनलाई चप गर्न सुरु गरेँ। यत्तिको फ्राई भइसकेपछि मैले चप गरेको लसुनलाई पनि यसैमा फ्राई गरिदिएँ। लसुन फ्राई गर्दा गर्दा एउटा गीत ठ्याक्कै याद आइपुग्यो। के गीत भन्दाखेरि आलु बडी तरकारी सिमीलाई दिन रात सम्झन्छु तिमीलाई माया बिराने। हो कि होइन साथी हो? गीत गाउँदा गाउँदै म त काम गर्नै भुलेछु। ढकनी खोलेर त्यसपछि लाएर टमाटर पनि माथिबाट हालेँ। एकछिन चलाएँ। चलाइसकेपछि म चाहिँ अब मसला हाल्न सुरु गरेँ। माथिबाट सरर स्वादअनुसारको नुन हालिदिनु होला। मैले चाहिँ अघि नै नुन हालेको थिएँ, त्यही भएर ठिक्कको हालेँ। माथिबाट त्यसपछि थोरै जिराको धुलो, चिल्ली फ्लेक्स हालेर यसलाई पनि एकछिन चलाएँ। मसलाहरू मजाले पाक्ने गरी फर्ल्याक फुलुक गरेर पल्टाउन सुरु गरेँ। अब चाहिँ मेरो तरकारी पनि पाक्यो। यस्तै भिडियो हेर्नुको लागि मलाई फलो गर्नुहोला।